आज हामी यो नेपालको विभिन्न ठाउँमा पाइने सिरेना जातको मौरी यो निकाल्न गइरहेका छौँ। यो रुखमा सिरेना जातको मौरी बसिरहेको रहेछ एकजना साथीको घरमा, रुखको किनारको रुखमा। अब हामीले यो होल बनाइसकेका छौँ। अब मैले मह निकाल्ने प्रयास गरिरहेको छु। अब मह निकाल्दा अलि अप्ठ्यारो ठाउँ छ सिरेना जातको मौरीमा। मह चाहिँ एकदमै राम्रो हुन्छ। यसरी मैले मह निकालिरहेको दृश्य हजुरहरू देखिराख्नु भएको छ। अब यसरी मह निकाल्दै गरिसकेपछि यो मौरी चाहिँ हामीले अर्को घरमा पनि राख्ने प्रयास गर्नेछौँ। यसरी मैले मह निकालिरहेको छु। यो सिरेना जातको मौरीमा उत्पादन त कम हुन्छ, तर खानको लागि स्वादिष्ट र धेरै राम्रो मानिन्छ। यसरी चाहिँ मह निकाल्दै गर्दा मह पनि राम्रो